हाम्रो माइन्ड एउटा सफ्टवेयर हो। हाम्रो माइन्ड जस्तो छ त्यसरी नै हामी चल्छौँ, त्यसरी नै हामी बाहिर देखिन्छौँ। हाम्रो हरेक सोचहरू, हाम्रो भावनाहरू, हाम्रो माइन्ड सेट, त्यो थिङ्किङ, सोच्ने तरिकाहरू, हाम्रो एक्सनहरू, त्यसले हाम्रो सफ्टवेयर अपडेट भइरहेको हुन्छ। यसकारण आफ्नो सफ्टवेयरलाई जबसम्म पोजिटिभ तरिकाले अपडेट गर्नुहुन्न नि, तबसम्म हाम्रो लाइफमा, हाम्रो बाहिरी दुनियाँमा त्यो पोजिटिभिटी देखिँदैन। हामी जस्तो भित्रबाट छौँ त्यस्तै बाहिर पनि देखिन्छौँ। त्यसकारण आफूलाई पूर्ण रूपमा पोजिटिभ, आफ्नो लाइफलाई राम्रो बनाउन चाहनुहुन्छ भने त्यो भाइरसहरूलाई हटाउनुहोस्, रिमुभ गर्नुहोस्। तपाईँको नेगेटिभ थिङ्किङहरूलाई, डाउट्सहरूलाई, त्यो रमाइलो मात्र खोज्ने तपाईँको माइन्डलाई फिक्स गर्नुहोस्, जसले तपाईँलाई स्मुथली चल्न दिइरहेको छैन, जसले तपाईँलाई बारम्बार रोकिरहन्छ। त्यो सफ्टवेयरलाई एकदम पोजिटिभ बनाउनुहोस्, क्लिन गर्नुहोस्। तब मात्र तपाईँको लाइफ पनि राम्रो हुन्छ, तपाईँ पोजिटिभ फिल गर्नुहुन्छ, तपाईँको लाइफ बेटर हुन्छ, तपाईँ पोजिटिभ हुनुहुन्छ, तपाईँलाई लाइफ राम्रो र हल्का पनि महसुस हुन्छ। भाइरसहरूलाई हटाउनुहोस्, नेगेटिभ थटहरूलाई हटाउनुहोस्, क्लिन गर्नुहोस् आफूलाई मेन्टल्ली। आफ्नो सफ्टवेयरलाई हरेक दिन अपडेट गर्नुहोस्।